हेलो दर्शकबिन हार्दिक नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु। आज म यतिखेर निजगढ नगरपालिकाको वडा नम्बर 11 को यो रतनपुरको हनुमान चोक हाट बजारमा यतिखेर छु र आज म विशेष गरी यो दशैंको सङ्घारमा छु र सर्वप्रथम त यहाँहरू सबैलाई स्वदेशका देशमा रहनुहुने सम्पूर्ण मेरा इष्टमित्र आफन्त दाजुभाइ लगायत सम्पूर्ण शुभचिन्तकहरूको रूपमा म यो आउँदै गरेको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु र आज विशेष गरी यो दशैंको माहौल र आज दशैंको सङ्घारमा आइरहँदाखेरि यो चहल पहल कस्तो छ भन्ने सन्दर्भलाई लिएर आज केही सर्ट भिडियो क्लिपहरू चाहिँ रतनपुर हाट बजारको चहल पहल कस्तो छ भन्ने विषयमा यो भिडियो क्लिपहरू तपाईँ माझ राख्दैछु। भिडियोलाई अन्तिम समय हेर्नु होला। थ्याङ्क यू सो मच एन्ड ह्याभ अ नाइस टाइम। के छ साउजी हालखबर कतिको दशैंको चहल पहल चलिरहेको छ? जो आजबाट त दशैं लागेको फिल भएको छ। अस्तिसम्म त झिङ्गा दबाएर बसिएको थियो। हजुर आज चाहिँ मलाई मात्र होइन सबैलाई क्या दशैं लाग्छ। जति चहल पहल छ व्यापार एकदम राम्रो छ, एकदम खुसी छौँ। हस् भनेपछि आजबाट अलिक चहल पहल पऱ्यो। एकदम बिल्कुलै हस् ल यहाँलाई ह्याप्पी दशैं है। ल सेम टु सर, सेम टु ल। ओ निकै सर नमस्कार, ह्याप्पी दशैं। अनि दशैंको चहल पहल कस्तो भइरहेछ? के भन्न चाहनुहुन्छ यो आजको बजारबाट? आजको बजारबाट साँच्चै नै दशैं चाहिँ लागिसकेको जस्तो लाग्यो। आज रतनपुरको बजार देख्दा चाहिँ भनेपछि आजबाट दशैं लागे जस्तो भइरहेछ। दशैं चाहिँ एकदम नजिकै आइसके जस्तो महसुस भयो। हस् थ्याङ्क यू।
सहयोग गर्नुपर्छ। हेलो हेलो ह्यापी दसैँ। पनि पार्दैन के 500 आउनु है आउनु। आज भर फिरिसके भोलिदेखि मिल्दैन। आज भर चाहिँ आज भर चेन्नईको सस्तोमा सस्तोमा छिटोभन्दा छिटो आउनु के। ह्यापी दसैँ लासो भ्याकुला हो न। गुड बल्ल भयो।